बाहिरबाट आएको हजुर नानघाटसम्म आइयो यहाँबाट गाडी छैन के गर्नु जानुपर्ने कहाँ जानुपर्ने बुटोल समस्या यो अब देखिहाल्नु यतिखेरसम्म यहीँ चाहिँ घर पुग्ने टाइममा अर्को कुरो सरकारले सुन्दैन भने सबैलाई थाहा छ सरकारले सुन्दैन भने सबैलाई थाहा छ नि यो गरेर के फाइदा छ ल भन्नु यो उयो हामीलाई दुःख दिने होइन यातायात व्यवस्थाले के भन्नु चाहने अब सरकारले जब सुन्दैन भने गरेर के फाइदा त्यो हामीलाई नै दुःख दिने बाटो थाहा भएको भए आउने नि थिएन अप्ठ्यारो त परेको नि दा अब घरमा अब आउँछु भनेर भनिरहेको छु अब कुरेर बसिरहेको मम्मी अब कुरेर बसिरहेको होइन अब आफू यता फस्यो बिहान आएको 5 बजे आयो 9-10 बजिसक्यो यहाँ कतिखेर खोल्छ थाहा छैन त्यो कारणले गर्दाखेरि गाह्रो त भइरहेको नि त उनीहरूको माग सुनिदिएको भए बन्द गर्ने थिएन होला उनीहरूको मागै नसुनेपछि के गर्नु अनि बन्द त गर्ने भयो यसरी बन्द गर्ने भयो हडताल गर्ने नै भयो यो त चलिआएको रीति नै हो होइन र यतिकै केही कुरा भएन भने अब जाम गरिदियो ठ्याप्प गरिदियो यातायात बन्द गरिदियो त्यही हो अब यात्रुहरूलाई कहाँ जान्छ कोही अब काममा जानुहुन्छ कसैलाई कति जानुहुन्छ कसैको बिरामी केही हुन्छ छैन बुझ्दिन्न नबुझेपछि अब गर्ने नै भयो गाह्रै हुन्छ हेर्नु व्यवसाय सङ्घको हाम्रो यो रातो प्लेटहरूले सवारीहरू बिचमा उठाएर पनि हालिदिएको हुँदाखेरि यसरी गरेको यो बन्द गरेर यात्रुलाई दुःख दिएर मात्र समस्या दुःख दिएको होइन दुःख दिएको छैन दुःख हामी किन दिनु दुःख त हामी दिनै दिँदैन यातायात व्यवस्था सङ्घले लागु भनेको भाडाको गाडीले मात्रै बोक्नु पाउने हो रातो प्लेटले सवारी बिचमा हाल्नु चाहिँ पाइँदैन त्यही हो हाम्रो मागै त्यही हो यो अनिश्चितकाल हो सरकारले जबसम्म सुन्दैन तबसम्म हाम्रो आन्दोलन जारी छ